हेलो एभ्रिवान वेलकम टु नेक्स्ट भिडियो र आज हामी कुरा गर्न आँटेका छौँ बायोकेमिस्ट्री अफ ट्युमर मेटाबोलिजम चाहिँ यो पनि एकदम इम्पोर्टेन्ट त खासै छैन तर इक्जाम पोइन्ट अफ भ्यूबाट चाहिँ यसबाट सोध्नु भनेको ट्युमर मार्कर्स भन भनेर सोध्नुहुन्थ्यो मलाई सोध्नु भएको थियो होइन सो यो चाहिँ लास्ट रिजोर्ट क्वेसन्सहरू हो कि इफ यु त म्याक्सिमम् एन्सरहरू दिइसकेपछि त्यसपछि तिमीलाई लास्ट लास्टतिर चाहिँ यस्तै खालको क्वेसनहरू सोध्नुहुन्छ एक दुईवटा होइन सो यो चाहिँ इम्पोर्टेन्ट इन द सेन्स इन भाइभा र अब हाम्रो क्युतिरको रिटर्नमा छ भने चाहिँ त्यसमा एमसिक्यूमा सोध्न सक्ने चान्स छ सो बायोकेमिकल बेसिस अफ क्यान्सर चाहिँ के हो बेसिकली क्यान्सर इज क्यारेक्टराइज बाई अनकन्ट्रोलेबल पोलिफिकेसन अफ एबनर्मल सेल्स बेसिकली क्यान्सरमा के हुन्छ कुनै पनि हामीले नचाहिने सेल्सहरू चाहिँ अनवान्टेड रूपमा एक्सेसिभ ग्रोथ गर्यो भने ड्यू टु द जेनेटिक र मेटाबोलिक अल्टरेसन त्यसलाई चाहिँ हामी क्यान्सर भन्छौँ होइन बायोलोजिकल फिचर्समा के हुन्छ ग्रोथ कन्ट्रोल हुँदैन रेजिस्टेन्स टु एपोप्टोसिस नर्मली तिम्रो एपोप्टोसिस भन्ने प्रोसेस हुन्छ जसले चाहिँ नेचुरली नै तपाईँको के हुन्छ प्रोग्राम सेल डेथ भन्छ होइन सस्टेन्ड एन्जियोजेनेसिस बिकज तपाईँको इफ नयाँ सेल्सहरू फर्मेसन हुन्छ क्यान्सरको टिपिकल क्यारेक्टरिस्टिक हुन्छ नयाँ सेल्सहरू प्रोलिफरेट भयो भने त्यो नयाँ सेल्सलाई न्युट्रिसन दिनको लागि तलपट्टि के हुन्छ न्यू एन्जियोजेनेसिस पनि हुन्छ बिकज वाट इज एन्जियोजेनेसिस मिन्स दिस इज द प्रोसेस अफ फर्मेसन अफ न्यू ब्लड भेसल्स सो इफ नयाँ सेल बनिरहेको छ भने त्यो सेललाई न्युट्रिसन दिनको लागि त्यहाँ तल ब्लड भेसल्स पनि नयाँ नयाँ बन्न थाल्छ सो सस्टेन्ड एन्जियोजेनेसिस हुन्छ होइन त्यसबाट नेक्स्ट भने मेटाबोलिक रिप्रोग्रामिङहरू एन्ड इन्भेजन एन्ड मेटास्टासिस बेसिकली दिस इज द की बायोलोजिकल फिचर्स अफ द क्यान्सर यो सिम्पल भाषामा हामीले हेर्नु भने है सो नर्मल ट्युमर सेलको मेटाबोलिजम कसरी हुन्छ भने हेरिहालौँ है सो नर्मल सेलको वाट इज द एनर्जी सोर्स भनेपछि वी हेभ अक्सिडेटिभ फोस्फोराइलाइजेसन द्याट इज एरोबिक whereas ट्युमर सेल्समा के हुन्छ ग्लाइकोलाइसिस है इभन इन द प्रेजेन्स अफ अक्सिजन ग्लाइकोलाइसिस इज द मेजर एनर्जी सोर्स दिस इज कल्ड एज वारबर्ग इफेक्ट याद राख्ने है ग्लुकोज अब्जेक्ट चाहिँ नर्मली धेरै हुँदैन बेस लाइनमै भइरहेको हुन्छ भने यसमा चाहिँ ट्युमर सेल्सले ग्लाइकोलाइसिस गरेर चाहिँ एकदमै ह्युज अमाउन्ट अफ ग्लुकोज लिन्छ ल्याक्टेट प्रोडक्सन गर्नेको लागि चाहिँ मिनिमल इन द प्रेजेन्स अफ अक्सिजन बिकज एनारोबिक रेस्पिरेसन भयो भने मात्र ल्याक्टेट प्रोडक्सन हुन्छ सरी सो ल्याक्टेट प्रोडक्सन चाहिँ तपाईँको एनारोबिक रेस्पिरेसन भयो भने मात्र हुन्छ भने ट्युमर सेल्स छ भने चाहिँ यसमा के हुन्छ एरोबिक कन्डिसनमा इभन इन एरोबिक कन्डिसन तपाईँको ल्याक्टेट एकदमै धेरै अमाउन्ट हुन्छ थाहा नै छ ग्लाइकोलाइसिस इज अ एनारोबिक प्रोसेस खासमा सो त्यसको कारणले गर्दा ल्याक्टेट प्रोडक्सन एकदमै ह्युज हुन्छ माइटोकन्ड्रियल फङ्सन इज देयर बट यसमा चाहिँ बाइपास भएको हुन्छ बायोसिन्थेसिस यसमा ब्यालेन्स भएको हुन्छ यसमा इन्क्रिज लिपिड प्रोटिन न्युक्लियोटाइड सिन्थेसिस सब कुरा बढेको हुन्छ रेस्पोन्स टु ग्रोथ लिग्नेस एकदम कन्ट्रोल हुन्छ यसमा चाहिँ अनरेगुलेटेड हुन्छ है सो यो एकदम इम्पोर्टेन्ट र सिम्पल तरिकाले हामीले डिफ्रेन्स बिट्विन गर्न सक्छौँ डिफ्रेन्ट बिट्विन द नर्मल एन्ड ट्युमर सेल अब यहाँ वालबर्ग इफेक्ट भनेको चाहिँ के हो भन्दाखेरि बेसिकली ट्युमर सेल्स प्रिफर aerobic glycolysis है even in the presence of oxygen it prefer glycolysis process converting the glucose to lactate even when the oxygen is available हामीले थाहा छ नर्मली हाम्रो बडीमा के हुन्छ नर्मली हाम्रो प्रिफर्ड के हुन्छ अक्सिडेटिभ फोस्फोराइलेसन द्याट इज एरोबिक रेस्पिरेसन चाहिँ प्रिफर्ड हुन्छ होइन मसल्सहरू भयो तिनीहरूमा चाहिँ जब हामीले एक्सर्साइज गर्छौँ त्यो बेला एनारोबिक रेस्पिरेसन भएर ल्याक्टेटको फर्मेसन छ त्यो ल्याक्टेट गर्दाखेरि हाम्रो ल्याक्टिक एसिड डिपोजिसन कारणले पेन हुन्छ त्यो सबले थाहा नै छ होइन सो अब यसको पर्पस के हुन्छ ऱ्यापिड एटिपी प्रोडक्सन र प्लस प्रिकर्सर फर म्याक्रोमोलिक्युल सिन्थेसिस है वार्बर्ग इफेक्टले नै त्यो देखाउँछ बिकज क्यान्सर सेल्सहरूले चाहिँ एकदमै फास्टमा उसलाई एटिपी चाहिन्छ बिकज देयर इज अ ह्युज स्पिडमा प्रोलिफरेसन भइरहेको छ नि त्यसको लागि एटिपी पनि चाहियो द्याट इज कल्ड एज वार्बर्ग इफेक्ट याद राख्ने है त क्लिनिकल एप्लिकेसन इज बेसिस फर पिइटी स्क्यान्स युजिङ रेडियो लेभल ग्लुकोजहरू चाहिँ गर्नको लागि ओके नाउ नेक्स्ट भनेको वाट इज प्रोटो अन्कोजेन्स एन्ड अन्कोजेन्स भनेको चाहिँ के हो भन्दाखेरि प्रोटो अन्कोजेन्स भनेपछि चाहिँ नर्मल जिन प्रोमोटिङ द सेल ग्रोथ है सो दिज आर कल्ड एज प्रोटो अन्कोजेन्स वेयरएज तपाईँको यही प्रोटो अन्कोजेन्स म्युटेट भएर जसले अनकन्ट्रोलेबल ग्रोथ गराउन थाल्छ भने त्यसलाई हामी भन्छौँ अन्कोजेन्स प्रोटो अन्कोजेन्स भनेको दिज आर बेसिकली नर्मल सेल जसले चाहिँ के प्रमोट गर्छ सेल ग्रोथलाई चाहिँ प्रमोट गर्न हेल्प गरेर हुन्छ होइन त्यो दि भेरियस इक्जाम्पल्सहरू छ तर मेन कन्सेप्ट चाहिँ के हो वाट इज प्रोटो अन्कोजेन्स भनेर सोध्यो भने दिज आर द नर्मल सेल्स द्याट प्रोमोट्स दि सेल ग्रोथ चाहिँ नर्मली पनि गराउनु पर्यो नि त कुनै ठाउँमा इफ इन्जुरी भएको छ त्यहाँ सेल ग्रोथ गराउन जानु पर्यो तर अन्कोजेन्स भनेको त्यसमै म्युटेसन अकर भयो म्युटेटेड प्रोटो अन्कोजेन्स जसले चाहिँ अनकन्ट्रोल ग्रोथ गर्न थाल्छ त्यसलाई हामी के भन्छौँ भन्दाखेरि प्रोटो अन्कोजेन्स भन्छौँ त्यो बेसिकली म्युटेसन भयो एक्टिभेसन जिन एम्प्लिफिकेसन गएर क्रोमोजोमल ट्रान्स एलोकेसन भयो दिस इज कल्ड एज फिलएडेल्फिया क्रोमोजोम है सो नाउ दुईटा किसिमको अब जिन्सहरू एउटा तपाईँको ट्युमर मार्कर्स याद राख्नुपर्छ यसबाट र अर्को भनेको ट्युमर सप्रेसन चाहिँ सबसे इम्पोर्टेन्ट पार्ट छ है अब चाहिँ सो दिस इज भेरी भेरी इम्पोर्टेन्ट यो चाहिँ इम्पोर्टेन्ट छ सो यो भनेको के हो भन्दाखेरि वी हेभ ट्युमर सप्रेसन जिन सो P53 भनेको यसको मेन फङ्सन भनेको वाट आर द क्यान्सर्सहरू जस्ट यति मात्रै याद राख्न सक्नु पर्यो यो भित्रको याद राखे पनि हुन्छ नराखे पनि हुन्छ तर बेसिक हामीले के याद राख्नु पर्यो भन्दाखेरि वाट आर द ट्युमर सप्रेसन जिन्स वी हेभ P53 RB1 भन्ने याद राख्छ बर्का 1 and 2 भनेको थियो ब्रेस्ट एन्ड ओभेरियन क्यान्सर अघि नै भनेको हो होइन अनि APC भन्ने हुन्छ
एपिसी द्याट इज कोलोरेक्टल क्यान्सर फ्यामिलियल पोलिपोसिसहरूको केसमा चाहिँ तपाईँको के हुन्छ यसमा कोलोरेक्टल क्यान्सर हो एपिसी हुन्छ है सो यो कुरा चाहिँ याद राख्नु सक्नु पर्यो सो वाट आर द भेरियस जिन्स भनेर याद राख्ने चारवटा छ P53 RB1 याद राख्न सकिन्छ बर्का 1 and 2 र तपाईँको एपिसी याद राख्न सकिन्छ है सो P53 हरेक क्यान्सरमा बेस हुन्छ विच अफ द फलोइङ चाहिँ अलमोस्ट अल क्यान्सरमा देखिन्छ भनेको यो पनि एउटा एमसीक्यू क्वेसन भयो हैन नेक्स्ट भनेको चाहिँ RB1 चाहिँ रेटिनोब्लास्टोमामा देखिन्छ वर्सा 1 and वर्सा 2 भनेपछि ब्रेस्ट एन्ड ओभेरियन क्यान्सर हुन्छ एपिसी भनेको कोलोरेक्टल क्यान्सर द्याट इज FAP भनेर याद राख्न सकिन्छ है लस अफ मेटाबोलिक रेगुलेसन इन ट्युमर्स भनेको चाहिँ डिसरेगुलेटेड पाथवे जस्तै पाथवेमा ग्लाइकोलाइसिस के हुन्छ बढेको हुन्छ जसले गर्दाखेरि क्यान्सर सेलमा देयर इज द र्यापिड एटिपी प्रोडक्सन एन्ड मेटाबोलाइट प्रोडक्सन पेन्टोज PPP पाथवे पनि बढेको हुन्छ जसले DNA सिन्थेसिस भएर तपाईँको यसबाट फर्मेसन हुने राइबोज 5 फोस्फेट र NADPH यो पनि तपाईँहरूले भिडियो हेरिसक्नुभयो होला लाइपोजेनेसिस पनि एकदम धेरै हुन्छ सो मेम्ब्रेन सिन्थेसिस फर र्यापिड डिभाइडिङ सेल्सहरूलाई चाहिँ लाइपोजेनेसिस पनि हुन्छ ग्लुटामिनोलाइसिस सो ग्लुटामिनको लाइसिस एकदमै ब्रेकडाउन बढी भने नाइट्रोजेन र तपाईँको एनर्जी एकदमै ह्युज अमाउन्टमा प्रड्युस हुन्छ वेयरएज माइटोकन्ड्रियल डिस्फङ्सन सो अपोप्टोसिस हुँदैन मोर सर्भाइभल सिग्नल्सहरू प्रयोग गर्छ ठिक छ सो माइटोकन्ड्रियाको मेन फङ्सन के भन्दाखेरि माइटोकन्ड्रियल अपोप्टोसिस गर्छ नि त यो अपोप्टोसिस पनि भएन भने के हुन्छ त्यो सेलहरू चाहिँ मजाले धेरै बेरसम्म बाँच्न सक्छ है त्यो भएर त्यो क्यान्सर सेल्सहरू भयो है नाउ नेक्स्ट एट लास्ट हामीले के याद राख्नु पर्यो भन्दाखेरि ट्युमर मार्कर्सहरूमा चाहिँ के छ वाट आर द भेरियस ट्युमर मार्कर्स चाहिँ AFP केमा पाइन्छ लिभर क्यान्सर जर्म सेल्स टाइप ट्युमरहरूको लागि युज हुन्छ CEA कोलोरेक्टल प्यानक्रियाटिक ग्यास्ट्रिकमा पाइन्छ PSA प्रोस्टेट क्यान्सरमा हेर्नुपर्छ सो यो ट्युमर मार्कर भनेको यो मार्करहरूलाई हेरेर चाहिँ हामीले डायग्नोज गर्न सक्छौँ यो क्यान्सरहरू चाहिँ सो AFP केमा पाइन्छ लिभर क्यान्सर जर्म सेल्स टाइपमा CEA भने चाहिँ सीबाटै कोलोरेक्टल याद राख्न सकिन्छ प्यानक्रियाटिक र ग्यास्ट्रिक अन्त PSA भनेको प्रोस्टेट क्यान्सरमा बढेको हुन्छ भनेर याद राख्न सकिन्छ CA 125 भनेको तपाईँको ओभेरियन क्यान्सरमा देखिन्छ भनेर याद राख्ने CA 99 भनेको प्यानक्रियाटिक जिया क्यान्सरमा देखिन्छ SCG यस विनो कोरियोनो कार्सिनोमाहरूमा देख्न सकिन्छ हैन गोनाइट्रोपिनो LDH भनेको चाहिँ अब लिम्फोमा जर्म सेल्स ट्युमरहरूको केसमा चाहिँ तपाईँको LDH हैन डिहाइड्रोजिनेज इन्जाइम ल्याक्टिक डिहाइड्रोजिनेज इन्जाइम चाहिँ देख्न सकिन्छ सो दिज आर भेरियस ट्युमर मार्कर्सहरू सोध्न सक्छ त्यही भएर याद राख्नु पर्यो है सो बेसिकली इनसाइड चाहिँ के देखिन्छ भन्दाखेरि अब लाइक दिज आर अहिले चाहिँ के गरिरहेको छ ट्युमर मार्करले केमा हेल्प गर्छ भने हेर्दाखेरि स्क्रिनिङ डायग्नोसिस प्रोग्नोसिस र मोनिटरिङ द रिकरेन्सहरूमा चाहिँ हेर्न सकिन्छ है अब कुन चाहिँ यो स्क्यान्सहरू दिज आर नट सो इम्पोर्टेन्ट हैन अब यो भनेको फ्यामिलियल क्यान्सर सिम्टम्सहरू सो फ्यामिलीमा क्यान्सर सिम्टमहरू चाहिँ नर्मली तपाईँको P53 र BRCA ले चाहिँ कज गर्दो रहेछ भन्ने चाहिँ याद राख्नु पर्यो सो दिस वाज इन सर्ट अबाउट तपाईँको यो जेनेटिक डिसअर्डर्सहरू र यो तपाईँको बेसिकली बायोकेमिस्ट्री अफ ट्युमर मेटाबोलिजम चाहिँ कसरी अकर हुन्छ भन्ने चाहिँ छ इन सर्टमा छ बिकज यसबाट चाहिँ दिस इज नट मच अफ इम्पोर्टेन्ट टपिक हैन त्यही भएर चाहिँ हामीले यतिमै यसलाई सिद्ध्याउँछौँ